ल फेरि पनि म जोडिन चाहिरहेको छु। उहाँ चाहिँ भने हाम्रो शङ्खसभा जिल्लाको सभापोखरी गाउँपालिका को पनि 4 नम्बर वडादेखि केही माथि यो भिरदेखि अलिकति मनतिर उहाँको घर छ। उहाँ यो गाउँको नाम चाहिँ सनेम हो। सनेम निवासी हुनुहुन्छ वीरबहादुर तेम्बे होइन हजुरको नाम? अनि सन्चै हुनुहुन्छ तपाईँ? उहाँ एकदम सन्चै रहेको जानकारी हामी पाइसक्यौँ। किन मैले चाहिँ भिडियो बनाउँदैछु भने उहाँको मेहनत होइन मैले देखेको छु, त्यो ठाउँमा म पुगेको छु, त्यो अनुसारले मैले यो भिडियो बनाएको हो। र किनभने उहाँ एक्लै हुनुहुन्छ घरमा र एक्लै भएर पनि उहाँले लगभग 25 मन अलैँची फलाउनु भयो होइन? मोटामोटी 25 मन अहिले मैले हेर्दा नि त्यति नै देखियो। एक्लै उहाँ एउटा कृषकले चाहिँ 25 मन भनेको अहिलेको हिसाबमा 25 लाख 25 लाखको कारोबार गर्दाखेरि गर्नुभयो। एकदमै म खुसी छु र हामी सारा नेपाली खुसी हुनुपर्छ है भन्ने लाग्छ। किनभने यत्रो मन अलैँची फलाउनु भएको छ। आफ्नो जन्मभूमिमा बसेर होइन, परदेश गएको भए सायद 25 लाख भनेको वर्षमा थापिँदैन थियो होला होइन? कोरिया जानेलाई पनि लगभग थप गरिदिनु भयो तपाईँले होइन? जस्तै तपाईँले यत्रो अलैँची फलाउनु भयो एक्लै, आफूले मेहनत गरेर आफूले कस्तो अनुभव लिइराख्नु भएको छ? कस्तो सोच भइरहेछ? आफूले राम्रो सोच धेरै खुसी हुनुहुन्छ होइन? अब हजुरले जुन एउटा उदाहरणीय एउटा कार्य गर्नुभएको छ हजुरले होइन? हजुर जस्तो सबैजना एक्टिभ युवाहरू भइदियो भने पक्कै पनि भोलिको दिनमा चाहिँ हामी जोको युवाहरूले पनि भनौँ न दुःख पाइँदैन जस्तो लाग्छ। त्यसैले यो भिडियो बनाउनुको मूल उद्देश्य पनि उहाँले जस्तै हामी सबै कृषकहरूले चाहिँ मेहनत गर्नुपर्छ होइन? मेहनत गर्नुपर्छ। मेहनत गऱ्यो भने मेहनतको फल अवश्य पाइने रहेछ भन्ने उहाँबाट हामीले लिन सकिन्छ शिक्षा। ल है त, अब यो भिडियो म हाल्छु है ल कुङबा। ल एकदम उहाँलाई धन्यवाद। उहाँको वीरबहादुर नाम हो, वीरबहादुर तेम्बे, सनेम हो उहाँको घर है। ल एकदम खुसी मान्नुपर्ने हुन्छ। ल यो भिडियो कस्तो लाग्यो यहाँहरूलाई? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला है त। थ्याङ्क यू।